डाक्टर नवराज केसीद्वारा लिखित शून्यको मूल्य, सास, साहस र स्नेहको कथा। आज अन्तिम भाग। पुतली आमा। काठमाडौँ जोरपाटीको व्यस्त सडक एकछिन टक्क रोकियो। अघिसम्म द्रुत गतिमा भागिरहेका गाडी सबै अचानक स्थिर भए, ढुङ्गाका मूर्तिहरू जस्तै। गाडी र गाडी चलाउनेहरू मात्र कहाँ हो र? मोटरसाइकल चालकहरू, साइकल चालकहरू, आफ्ना खुट्टा मात्र चलाउनेहरू सबैले आफ्ना चाललाई पूर्ण विराम लगाउँदै केवल आँखा मात्र खोलेर एउटै दृश्यमा केन्द्रित भए। यी सबै चालकलाई चलाउने ट्राफिक समेत त्यही दृश्यमा पूर्ण रूपले भुले, होस हराएका मान्छेहरू चाहिँ। दृश्य सुन्दर थियो, आश्चर्यचकित पार्ने थियो, दुःखदायक थियो, के थियो आफै हेर्नेलाई थाहा होला। उनीहरूको आफ्नो वर्णन, हरेकले फरक फरक भाव वा भावशून्य नजरले महसुस गरेको हुनुपर्छ यो दृश्य। सबैको दृश्यमा एउटी केटी थिए। केटी करिब 20-21 वर्षकी हुँदी हो। ऊ औधी सुन्दर थिए, बहुत उज्यालो चन्द्रमा चाहिँ अनुहार बोकेकी। शरीरको बनावट म्युजियममा सजाउन राखिएको उनी कसैले किन्न नसकेको बहुत महँगो मूर्ति जस्तो। केश यति लामो र कोमल कि कम्मरसम्म पुगेर कम्मरकै शोभा बढाइरहेको, अनि हावाले उडाउँदा एक एक केशका लहरा छुट्टिने। तैपनि त के यति दर्शनले आफ्नो संसारमा कुदिरहेको यो व्यस्त दुनियाँ पुरै रोकियो होला र? हो, रोकियो। दृश्यको अन्तिम वाक्य भन्न अझै बाँकी छ। यो हामी कसैले नदेखेको तर पुस्ता सुन्दै आएको इन्द्र देवताको स्वर्गकी परी जस्तै बेहद सुन्दर केटी निर्वस्त्र अर्थात् पुरै नाङ्गै सडक बीच अचानक प्रकट भएकी थिए। अचानक कहाँबाट प्रकट भए? किन नाङ्गै छे? मानसिक सन्तुलन ठिक छैन कि? कसैको दुर्व्यवहारको शिकार भएकी हो कि? हरेक हेर्ने नजर पछिका हरेक मस्तिष्कमा यस्ता प्रश्न हुनुपर्छ। नजिकै पुलिसको गाडी रोकिएको छ। गाडी पनि गुड्दै यही दृश्यको गुरुत्वाकर्षणले रोकिएको थियो। केही छलफलपछि गाडीभित्रका 2जना पुलिस बिस्तारै गाडी बाहिर निस्किए। निर्वस्त्र सडकमा हिँडिरहेकी यो केटीलाई उनीहरूले हातले इसारा गरे। इसारा रोक्नुको थियो। ऊ रोकी पनि। यहाँनिर उसको मानसिक सन्तुलन ठिक छ भन्न सकिन्थ्यो। ए नानी, के भयो? किन यसरी नाङ्गै हिँडेकी? एउटा पुलिसले बोलौँ कि नबोलौँ चाहिँ गरेर एउटा प्रश्न बोल्यो। प्रत्युत्तरमा ऊ बोलिन। ल गाडीमा बस। अर्कोले हात समाउला चाहिँ गरेर आदेश दियो। ऊ जहाँ थिए त्यहीँ रोकिरही। अटेर गरी भन्न नमिल्ला, तर आदेशको पालना चाहिँ भएन। वरिपरि भिड बढिरहेको थियो। गाडीको लस्कर निकै लामो बनेर निकै परसम्म पुगेको थियो। त्यसमाथि एकैछिन पनि जाममा पर्दा ट्याँ र टुटुङको आवाज चर्को हुँदै जान्छ। यहाँ पनि त्यही हाल थियो। जाम खोल्न अघिदेखि काम छोडेर यही दृश्यमा भुलेका ट्राफिकलाई यो सब मिलाउन अब पुरा दिन लाग्ने पक्का थियो। सहकर्मीको शब्द आदेश खेर गएपछि दोस्रो पुलिस लट्ठी बोकेर अगाडि बढ्यो। लट्ठीले पिट्ने उसको सोच थिएन होला, तर लट्ठी देखाउँदा केटीले भनेको मान्ली भनेर उसले सोचेको हुनुपर्छ। केटीमा कुनै परिवर्तन आएन। ऊ अघिकै स्थानमा अघि चाहिँ उभिरही। पुलिससँग अब अर्को विकल्प थिएन। लट्ठीले बिस्तारै हानेर त्यो निर्वस्त्र केटीलाई आफ्नो गाडीभित्र पुर्याउने सोचका साथ उसले लट्ठी उठायो। उठाएको लट्ठी केटीतिर पुर्याउन अलिकति बल पनि लगायो। अलि बढी बल लगाउँदा पनि लट्ठी अगाडि नबढेपछि उसलाई थाहा भयो कसैले पछाडिबाट उसको लट्ठीको अर्को टुप्पो समातेर रोकेको रहेछ। पुरा खुला चोकमा यतिका मानिसको भिडमा कसले पुलिसको लट्ठी रोक्ने हिम्मत गर्ला? कि त त्यो आफै पुलिस हुनु पर्यो कि अलि ठुलोवाला पुलिस? पछाडिबाट लट्ठी समाउनेलाई हेर्न भनी ऊ पछाडि फर्कियो। पछाडि फर्किँदा उसले जे देख्यो, जसलाई देख्यो, त्यो सायद उसले आफ्नो जीवनमा अब कहिल्यै भुल्ने छैन। उसले मात्र होइन, त्यहाँ आएका पुलिस र अरू सबै मान्छेले कहिल्यै भुल्ने छैन। धेरैले त बारम्बार उनीहरूको सपनामा यो दृश्य देख्नेछन् बाँचुन्जेल। मरेको मान्छे सपना देख्दो हो कि नै? देख्दो हो त यो लट्ठी समाउनेलाई आज देख्नेहरूले मरेपछि पनि अवश्य देख्दा हुन्।
करिब 70 वर्षकी एउटी बुढी हजुरआमा पुलिसलाई नै झम्टिएर पिटुला चाहिँ गरी खुला सडकमा पुरै दुनियाँको सामुन्ने पुलिसको लट्ठी रोक्न पुगेकी थिइन्। अग्लै हुँदो हो त्यो पुलिस, तर उनको उचाइका अगाडि अचानक बहुत सानो पो देखियो। पुलिसले दुवै हात हेर्यो। उसका लट्ठी रोक्ने हातहरूमा गोला, खैरा, ठुल्ठुला फलामका कडा पहिरिएकी रहेछन्। टाउको अनि त्यसमाथिको कपाल हेर्यो, त्यो पुरै सेतो, ठाउँ ठाउँमा लट्टा पर्न लागेको महादेवका लट्टा जस्तो भेष। शरीर हेर्यो, पहाड जस्तो सुन्तला रङको एउटा वस्त्रमा बुद्धको जस्तो पहिरन भिरेकी। अन्तिममा उनीहरूका आँखा जुधे। उनका आँखा हेरेपछि त्यो पुलिसलाई आफू एकछिन त यो पृथ्वीमै नभएको जस्तो महसुस भयो। वा भनौँ, कठोर प्रशिक्षणपछि प्रहरी बनेको उसले आफ्नो जीवनको पृथ्वीमा चाहिँ यो वर्णन गर्न नसकिने आँखा र अनुहारले भित्रभित्र बहुत गलेको थियो। एकछिन ऊ अलिकति लरबराए चाहिँ गर्यो। अचानक ऊ थचक्क भुइँमा बस्यो। गाडीभित्रका सबै पुलिस हावाको गतिमा बाहिर आइपुगेका थिए। उनलाई सबैले देखे होलान्। आफ्नो सहकर्मीलाई सुरक्षा दिनुपर्ने उनीहरूको सोच हुनुपर्छ। फेरि यी महादेव जस्ती, बुद्ध जस्ती, खै कस्ती एक्लै थिएनन्। उनका पछाडि उनी जस्तै देखिने अर्का दुई हजुरआमा पनि थिए। दुवैजनाका हातमा बाँसका मोटा र लामा लट्ठी पनि थिए, तर उनीहरूको कपाल चाहिँ पुरै सेताम्मे हुन अझै बाँकी थियो। उनीहरू आमा र हजुरआमा बिचका उमेरका हुँदा हुन्। अनि उनीहरूले पुलिसको लट्ठी खोज्न लागेको उनी आमाहरूको पनि आमालाई एकै स्वरमा गुहारे। पुतली आमा, पुलिसको लट्ठी छोडिदिनुहोस्, यो कपडा लगाइदिनुहोस् बरु यो नानीलाई। पुतली आमा, कस्तो नाम होला, कसले सोचेर राख्यो होला यो नाम उच्चारणमै बहुत गहिराई थियो। अन्त्यमा बुद्ध आमा पछाडि फर्किन् र बोलिन्, होइन, नाङ्गो त यो पुलिस रहेछ, विवेक र धर्मको कपडा नलगाएको नाङ्गो एउटा लुगा यसका लागि पनि देऊ त। पुलिसलाई रिस उठेको हुनुपर्छ। ऊ चुरुक्क उठ्यो अनि उसले चिच्याउला चाहिँ गरेर प्रश्न गर्यो, म कसरी नाङ्गो? को हो तपाईँ? यहाँ किन आएको? पुलिसको आवाज मसिनो थियो। ऊ डराएको भान हुन्थ्यो। अलिकति मायाको जरुरी उसलाई पनि भएको भान हुन्थ्यो। बुद्ध आमाको चाउरी परेको अनुहारमा एउटा रसिलो मजाकवाला हाँसो पलायो। हाँस्दै उनले जवाफ फर्काइन्, हामी सबै अहिले नाङ्गै छौँ बाबु, तिमी पनि आफ्नो कपडाभित्र नाङ्गै छौ। वरपर सबै आफ्नो कपडाभित्र नाङ्गै छन्। नाङ्गो हुनु गलत कुरा होइन बाबु। नाङ्गालाई हेर्ने हेराइको मूल्य चाहिँ महत्त्वपूर्ण हुन्छ। खोइ पछाडि जाऊ आफ्ना साथीहरूसँग, छोड। शब्द झर्दै गर्दा उनको मुस्कान रोकिएन, त्यो हाँसो बन्यो। अनि हाँसो पनि रोकिएन, हुरी चाहिँ वरपर फैलियो। अघिसम्म त्यो निर्वस्त्र केटीलाई मात्र एकहोरो निहालिरहेका हरेक मानिस अब पूर्ण रूपले नतमस्तक भएर बुद्ध आमातिर हेरिरहे। पुलिस पनि खुरुखुरु पछाडि आफ्ना साथीहरूसँग गयो। गाडीसम्म पुग्दा पनि उसका नजर एकहोरो बुद्ध आमालाई चियाउँदै थियो। यता हाँस्दै उनले कपडाको पोको फुकाइन्। निर्वस्त्र त्यो केटीलाई मिलाएर बिस्तारै लगाइदिन थालिन्। उनका कोमल हातमा उनको दिव्य हाउभाउमा खोइ के जादु थियो। त्यो अघिसम्म पुलिसलाई कति नसुनेकी निर्वस्त्र केटी उनको इसारा खुरुखुरु मानिरहेकी थिए। अनि पुतली आमा एउटी सानी बालिकाको आफ्नो मनपर्ने गुडियालाई सिँगारे चाहिँ उसलाई खुब मिलाएर कपडा लगाइदिनमा भुलिरहेकी थिइन्। अनि हेर्दै एकैछिनमा त्यो केटी कपडाले पुरी बनी। राम्री केटी राम्ररी लगाइदिएको राम्रो कपडामा झन् राम्री देखिन्थे। अब हेर्ने कुरा सकिएको थियो। पुतली आमा फरक्क फर्किन्। पुरै भिडतर्फ उनको 180 डिग्रीको नजरको फन्को घुम्यो। सबैजनाले उनलाई एक अन्तिम पटक हेरे अनि फेरि हेर्न सकेनन्। आफ्नो बाटो लाग भन्ने इसारा थियो उनको 180 डिग्रीको मुन्टोको चालमा। रोकिएका मानिस भटाभट चल्न थाले। गाडीहरू चाहिँ ट्याँ गर्दै अगाडि बढ्न थाले। मोटरसाइकलहरू यिनै गाडीहरू बिचका ससाना ठाउँबाट छिर्दै गुड्न थाले। पुतली आमाको जवाफले पुलिस पनि टन्न भरिएका चाहिँ भएका थिए। अगाडि बढिसकेका अरू गाडीहरूसँगै उनीहरू पनि हराए। कपडा पुरै लगाइसकेपछि पुतली आमाको दाहिने हात त्यो केटीको देब्रे कुममा पुगेर रोकियो। त्यो हातले अलिकति जोर लगाएर उसको त्यो कुमलाई आफूतिर तानिन् अनि फरक्क फर्किएर अगाडि बढिन्। करिब 2 सेकेन्डको इसारा हुँदो हो त्यो। अघिदेखि उभिरहेका आमाहरू खुरुखुरु उनकै पछि लागे। अनि खोइ कुन चाहिँ चुम्बक थियो त्यो केटी पनि सरासर त्यही लाइनमा पछि बुद्ध आमा जता हिँडिन् उतै लम्किरही। सायद त्यो भावना र भरोसाको चुम्बक थियो।
पुतली आमाले केही सडक पार गरिन्। दुवै आमाहरूले पनि ती सडक पार गरे। त्यो केटी अलि कुदेर पछि पछि लागिरही। बुद्ध आमाले अगाडिको गनाउने खोला तरिन्। दुवैजना आमाहरूले आफ्ना दुवै हातले आफ्ना नाक छोप्दै गनाउने खोला पार गरे। केटी पनि नाक छोपेर अगाडि बढिरही। खोला तरिसकेपछि अगाडिको एउटा हरियो दुबोले भरिएको चौर हराएपछि अलिअलि एउटा घर जस्तो, अलिअलि मन्दिर जस्तो, अनि अलिअलि धेरै पहाड जस्तो, अनि अलि धेरै पहाड जस्तो देखिने एउटा पुरानो घरमा उनीहरू पुगे। यो उनीहरूको वासस्थान हुनुपर्छ। न घर न मन्दिर। बाहिरबाट अन्दाजी 3 तले हुँदो हो, तर भित्र पसेपछि थाहा भयो यो 1 तले पो रहेछ। यो 1 तले अग्लो, बहुत अग्लो वासस्थानभित्रका हरेक कुना कुनामा कोही न कोही बसिरहेका देखिन्थे। यिनीहरू सबै केही न केही बुनिरहेका पनि थिए। अझ नजिक पुगेपछि थाहा भयो उनीहरू सबै उनको धागोबाट हातमा भिर्न मिल्ने ससाना झोला बुनिरहेका रहेछन्। केहीले यो नयाँ केटीलाई हेरे, केहीले वास्तै गरेनन्। देख्नेहरूले पनि नदेखे चाहिँ आफ्नो मुन्टो फेरि आफूहरूले बुनिरहेको उनको डल्लोमै घुसारे। नदेख्नेहरू अघिदेखि नै आफ्ना डल्लाकै संसारमै हराइरहेका थिए। लाग्थ्यो त्यो डल्लो झोला बुन्ने उनको होइन, उनीहरू बस्ने पृथ्वीको डल्लो हो। केही महिला यी बसेर काम गरिरहेकाहरूको परिक्रमा गरिरहेका थिए। परिक्रमा गर्दै गर्दा उनीहरू बनिसकेका झोला उठाउँथे। हरेक झोलालाई एकपटक तलदेखि माथिसम्म हेर्थे अनि लगेर एउटा बोरामा कोच्थे। कोच्दा कोच्दा बोरा पुरै भरिन्थ्यो। भरिएका बोरा बोक्न साइकल लिएर केही महिला वासस्थान बाहिर तयार थिए। झोलाले भरिएका बोराहरूले साइकल भरिएपछि उनीहरू रफ्तारमा बजारतिर कुद्थे अनि अन्त्यमा बोरा बोकेर साइकलसम्म पुगेकाहरू फर्केर नयाँ उनका डल्ला झोला बुन्ने महिलासम्म पुर्याउँथे। यहाँ यो चक्र निरन्तर चलिरहेको थियो। नयाँ केटीले वरदेखि परसम्म अनि परसम्म हेरी सबै महिला मात्रै थिए। सबै व्यस्त थिए। त्यसैले पनि होला एकछिनपछि ऊ शान्त भई। ऊ केही बोलिरहेकी थिएन। जिउमा पनि खासै हलचल थिएन। तर चुपचाप केटीभित्रको मुटु तुफानको गतिमा धड्किरहेको थियो। अघिदेखि सास हुरी बतास चाहिँ कुदिरहेको थियो। नसाका रगत नदीनाला चाहिँ छालामा परिणत भएका थिए। भित्रको उसको संसार जोड जोडले कराइरहेको थियो। जोड जोडले, बहुत जोडले। तर यहाँ पुगेपछि ऊ भित्रैबाट शान्त भई। यसपछि ऊ कहिल्यै बोलिन जीवनमा। कहिल्यै बोलिन। ऊ कहाँबाट आएकी हो, नाम के हो, उसलाई कसले यहाँ छाड्यो, के भएको हो उसको जीवनमा, यो प्रश्न सबै सदाका लागि सेलाए। यो मानसिक परिवर्तनलाई मेडिकलमा साइकोजेनिक डिसोसिएटिभ म्युटिजम भन्दा रहेछन्। जीवनमा सोच्नै नसकेको कहाली लाग्दो नराम्रो घटना, भन्नै नसकिने आफ्नो जीवनको अँध्यारो अवस्था र सुनिदिने साथीको पूर्ण शून्यताले गराउने मानसिक परिवर्तन रहेछ यो। कोमल मुटु बोकेका मान्छेहरूलाई ढुङ्गाभन्दा पनि कठोर परिस्थितिहरूले साँच्चीकै ढुङ्गाको मूर्ति बनाउँदो रहेछ। यो केटीको जीवनमा पनि यही भएको हुनुपर्छ। जीवनमा फेरि कहिल्यै ऊ बोल्ली त? यो प्रश्नको उत्तर अब उसको अगाडिको जीवनले दिनेछ। उसका अगाडि पुतली आमा फेरि प्रकट भइन्। यसपटक उनका हातमा केही सामान पनि थिए, पोका पारिएका। उनले नयाँ केटीका हातमा त्यो सामानको पोको थमाइदिइन्। पुतली आमा त्यहाँ प्रकट भएपछि वरपरसम्मका सबैजना आफ्ना उनका डल्लालाई विश्राम दिएर उनीतिर आफ्नो टाउको डल्लो घुमाएर अनुशासित बच्चाको आसनमा बसे। आमातिर सबैका डल्ला टाउका र डल्ला आँखा घुमाएर हेर्न थाले। आफ्नो परिचय देऊ नानी, आमाले आदेश दिइन्। ऊ बोलिन। तिम्रो नाम के हो नानी? आमाले फेरि आदेश दिइन्। ऊ फेरि पनि बोलिन। पुतली आमाले थप कोसिस गरिनन्। उनलाई कहीँ पुग्न हतार थियो। आफ्नो पछाडि उभिएकी अर्की आमालाई इसारा गरेर उनी त्यहाँबाट गायब भइन्। उनी हराएपछि सबैजना फेरि आफ्नै डल्लामा हराए। ती आमाले इसारा गरिन्। इसारा गर्ने आमाको इसारा बुझेर उनको पछि पछि लागे। यी आमाले उसलाई ऊ बस्ने कोठा, ऊ सुत्ने खाट, खाना खाने ठाउँ, नजिकैको चर्पी सबै पालै पालो इसारेमा बुझाइन्। उसले पनि केही नबोलेर इसारामै बुझे। लाठी हो कि क्या हो? दुखी रहेछे, दुखी लाठी। पछाडिबाट कसैले बोल्यो। यो दिनदेखि उसलाई सबैले त्यही नामले बोलाउन थाले, दुखी लाठी।
कहिलेकाहीँ मान्छे आफैले बोलेर आफ्नो नाम भन्न नसक्नु पनि कति विचित्र हुन्छ। अर्कोले उसको सामाजिक सोच अनुसार एउटा नाम भिराइदिन्छ अनि त्यही नाम चलाइदिन्छ। नाम नभनी चुप लाग्नुको पनि मूल्य हुन्छ कुनै बेला। यो केटीले भर्खरै त्यसैको मूल्य चुकाई। पुतली आमा लामो समयसम्म हराइन्, अर्थात् उनी कतै व्यस्त थिइन्। कहाँ, के काममा, यो कुरा थोरैलाई मात्र थाहा थियो। कसैलाई थाहा नहुन पनि सक्थ्यो। यो दुखी लाठीलाई के गर्ने त? कसैलाई केही आएन। कसैले पुलिसलाई बुझाउनु पर्छ भने, कसैले पत्रिकामा मान्छे भेटिएको सूचना छपाउने निर्णय गरे। तर बुद्ध आमालाई पर्खिनु पर्ने कुरामा सबैको सहमति भयो। केटी बहुत कम खान्थी, दिनभर टोलाउँथी, कहिलेकाहीँ त रातभर पनि भ्युचिएर तारा गर्ने चाहिँ हाउभाउ गर्थे। उसलाई कसैले बुझेनन् वा त्यहाँ भएका कसैसँग उसलाई बुझ्न सक्ने क्षमता थिएन भनौँ। मान्छेहरू नै हो मान्छेलाई बुझ्ने, तर सबैले सबैलाई बुझ्ने तागत कहाँ राख्छन् र? मान्छेलाई बुझ्नु सानो कुरा कहाँ हो र? करिब 1 सातापछि बेलुका पख पुतली आमा घर फर्किन्। धेरै दिनपछि घर आएकोले होला सबैजना उनको वरपर जम्मा भए। बुढाबुढी पनि आँगनमा उफ्रिन थाले। आमाको झोला खोसेर परसम्म पुगे। झोलाभरि म्याङ्गो चक्लेट रहेछ। अलिअलि झगडा, अलिअलि मिलेर सबै चक्लेट सके उनीहरूले। आमा बहुत थकित देखिन्थिन्। आँगनमै टुसुक्क बसिन्। उनलाई घेरेर सबैजना वरपर जम्मा भएर उनीसँगै भुइँमै बसे। पुतली आमाले यताउता नजर लगाइन्। दुखी लाठी पनि नजिकै भुइँमा टुसुक्क बसेकी रहेछ। एउटा बहिनीले 1 गिलास पानी ल्याइन्। उनले त्यो पुरै गिलास पानी एक घुटकोमा सकिन्। पानी पेटसम्म पुगेपछि आमाले आकाशतिर हेरिन्। पूर्ण चन्द्रमा ठ्याक्कै उनको टाउको माथिको आकाशमा झुन्डिएको रहेछ। उनले हेरेपछि अरू सबैले पनि माथि हेरे। दृश्य त उनीले देखेकै कुरा सबैले देखे। मनमा भने फरक चित्र छापिएको हुनसक्छ। आखिर सबैले एउटै कुरा देख्दा पनि त्यो कुरालाई आफ्नै दृष्टिकोणबाट हेर्छ। माथिबाट पूर्ण चन्द्रमाले पनि उनीहरूलाई हेर्यो कि सायद? माथिबाट चाहिँ उनीहरू सबै माउको कुराले चिल आएको थाहा पाएर आफ्नो चल्लाहरूलाई पखेटा मुनि लुकाए चाहिँ देखिँदा हुन् सायद। सबैजना आत्मीय रूपले पुतली आमासँगै टाँसिएका थिए। सबैजना उनका भावनाका पखेटा मुनि आश्रित थिए। उनले छोडेर गएकी केटी अझै बोलेकी रहेनछ। आमाले थाहा पाइहालिन् अनि उनले सबैको ध्यान आफूतिर तान्नलाई भनिन्। एउटा कथा भन्छु, सुन्छौ? सबैजनाले आफ्ना मुन्टा हल्लाएर हुन्छ भने। कथा चाहिँ होइन, हो भन्दा पनि हुन्छ। प्रकृतिको कथा हो, सृष्टिको कथा। हाम्रा गाउँमा एक थरी पुतली हुन्छन्। यो पुतली मध्ये केही जमिनमै हुन्छन्। धेरै माथि माथि उड्न नसक्नेहरू, पखेटा ससाना भएकाहरू। शरीरमा रङ पनि कम हुन्छन् यिनका, चमक पनि कम। यो पोथी पुतली हुन्। यिनै पुतली मध्ये कोही आकाशमाथि माथिसम्म उड्नेहरू पनि हुन्छन्। यिनका पखेटा ठुला, फैलिएका, चम्किला र रङ्गीन हुन्छन्। यी भाले पुतली हुन्। हेर्दा बलिया पनि देखिन्छन् यिनीहरू, तर आकाशमा माथिसम्म उड्न सक्ने अनि रङ्गीन र आकर्षक भएकाले यी भाले पुतलीलाई आकाशमा उड्ने चराहरूले प्रष्ट देख्छन् अनि सजिलै यिनीहरूको शिकार गर्छन्। उता जमिनमा बेरम, थोरै मात्र उड्ने, हेर्दा कमजोर पोथी पुतलीलाई चराले देख्दैनन्। आफ्नो शिकारीबाट आफ्नै स्वरूप र बनावटले उनीहरू लामो समयसम्म बाँच्छन्। सबैजना ध्यान दिएर सुनिरहेका थिए। सुनसान माहौलमा दुखी लाठी पनि यो कुरा सुनिरहेकी थिए। प्रकृतिले किन पोथीलाई र भालेलाई फरक बनायो होला त? कोही भन्न सक्छ, किन देख्दा बलियो भाले चाँडै मर्नु पर्या होला? किन आँखाले हेर्दा बलियो देखिने भाले भन्दा हेर्दा कमजोर देखिने पोथी वास्तवमा चाहिँ बलियो हुने रहेछ त? यो प्रश्नको उत्तर त्यहाँ कसैसँग थिएन। बुद्ध आमा हाँस्दै बोलिरहन्। उनका अनुहारको चमक, बोलिरहँदा अनुहारको रौनक अनि ती बलिया शब्दहरूको प्रकाश आकाशमाथिको पूर्ण चन्द्रमा भन्दा पनि उज्यालो देखिन्थ्यो। धेरै उज्यालो। रहस्यमय प्रकृतिको यो एउटा महत्त्वपूर्ण योजना हो। बाहिरबाट भाले पुतली बलियो देखिए पनि वास्तवमा प्रकृतिको रचनामा पोथीहरू पो बलियो हुने रहेछन् त। यो रहस्यभित्रको कारण अझ भव्य छ। पुतलीका पोथीहरूलाई अलि लामो समयसम्म बचाउन सके उनीहरूले कोरलीका अण्डाहरूको संरक्षण हुने रहेछ अनि उनीहरूको सृष्टि बाँचिरहने रहेछ। यो भिडमा 90% महिला थिए। उनीहरू महिला भएकै कारण हिंसाको शिकार भएका थिए। त्यसैले सबैजना आफूलाई महिला भएकै कारण बहुत कमजोर महसुस गर्थे। आमा झन् ठुलो स्वरमा बोल्न थालिन्। उनका शब्द पनि पहिलेका भन्दा बलिया हुँदै गए। सबैका कानभित्र पुग्दा ती शब्दले सुन्नेका मनलाई जिरिङ्ग गरी करेन्ट लगाउँदै थिए।
यो सृष्टिको नियम मानव बस्तीमा पनि लागू हुन्छ। मानिसमा पनि वास्तवमा महिलाहरू पुरुषको ढाँचामा भित्र बलियो हुन्छन्। जन्मिने बित्तिकैबाट त केटी होस् त कमजोर जाति होस् भन्दै सुन्दै विश्वास गर्दै हामी कमजोर महसुसको एउटा कृत्रिम मानसिक अवस्थामा पुग्ने रहेछौँ। यो कुरा सुनिरहेकी दुखी लाठी खै किन हो उता गर्दै थिए। अघिसम्म शान्त उसलाई यो कुराले भर्खरै स्टार्ट गरेको मोटर चाहिँ थरथर कपाइरहेको थियो। अनि त्यसैले सुन सबैजना ध्यानले सुन। तिमीहरूलाई लाग्दो हो तिमीहरू बलिया पुरुषहरूको अन्यायका पीडित हौ। तिमीहरूलाई यो पनि लाग्दो हो कि तिमीहरू समाजको न्याय शून्यताको शिकार हौ। होइन, पटक्कै होइन। खासमा तिमीहरू म कमजोर छु भन्ने भ्रमको शिकार भएका हौ। अब सुन मेरा नानीहरू, सुन। तिमीहरूले एउटा मात्र कुरा गरे पुग्छ। प्रकृतिले भित्रैबाट तिमीहरूलाई हरेक समस्याको हल देख्न सक्ने बल दिएर पठाएको छ। हामीले बस एउटा कुरा मात्र गरे पुग्छ। दुखी लाठी बसेको ठाउँबाट उठौँ हुँदै थिए। आफ्नो जीवनमा आफूभित्र यत्रो बल रहेछ भन्ने कुरा उसले आज बुझेकी थिए। हो, एउटा मात्र कुरा गरे पुग्छ, त्यो हो विश्वास। प्रकृतिले, सृष्टिले आफूभित्रको त्यो मातृत्व बल जीवित नै छ भन्ने विश्वास। भगवान कसम साँच्ची भन्दैछु, विश्वास गर, तिमी बहुत बलियो छौ। यो अन्तिम शब्द पुतली आमाले दुखी लाठीका आँखामा आफ्ना आँखा गाडेर बहुत भित्रसम्मै पुगेर भनेकी थिइन्। यति भनेर पुतली आमा जुरुक्क उठिन् अनि घरभित्र पस्न थाले। उनीसँगै सबैजना उठ्न थाले। अलि पर पुगेकी पुतली आमालाई एउटा आवाजले टक्क रोक्यो। कसैले पछाडिबाट चिच्याएर नै त्यो आवाज निकालेको थियो। 98 5 80 60। पुतली आमा पछाडि फर्किन्। सबैजना उतैतिर फर्किए। यो बोल्ने मान्छे त्यही दुखी लाठी थिए। पुतलीको कथाले उसको जिब्रोमा प्राण भरिदिएको रहेछ। अनि उसले आफ्नो घरको आफ्नी आमाको फोन नम्बर चिच्याएर भनेकी रहेछ। तुरुन्त त्यो नम्बरमा फोन लगाइयो अनि भोलि बिहानै उसका आमा बुबा उसलाई लिन आइपुगे। गाउँबाट पढाइदिन्छु भनी उसकै नातेदारले काठमाडौँ ल्याएका रहेछन् उसलाई। अनि त्यो दिन उमाथि बलात्कारको प्रयास भएको रहेछ। अनि त आफूलाई बचाउन ऊ नाङ्गै सडक बिचसम्म भागेकी रहेछ। पुरा दुनियाँको बिचमा त्यस्तो अवस्थामा पुग्दा उसलाई साइकोजेनिक डिसोसिएटिभ म्युटिजम भन्ने मानसिक समस्या पैदा भएको रहेछ। बिहान पख यो ठाउँ छाड्दै गर्दा अन्तिम पटक उसले पुतली आमालाई अँगालो हाली अनि बोली, प्रष्ट बोली, कलेज पढ्न आएकी थिएँ। पुतलीको कथा पढेर फर्किँदैछु। टन्न पढेर गए झै नै भएको छ। बहुत बलियो भएकी छु त्यही पाठले। घर जान्छु, गाउँ जान्छु, केही न केही त बलियै काम गर्नेछु। तपाईँलाई खै के भनौँ पुतली आमा, सधैँ सपनामा मात्र होइन विपनाको सोचमा देखिरहनेछु। अब तपाईँसँग अरू कुरा सपनामै गरौँला। उसका विदाईका शब्द सुनेर वरपरका सबैजना सुक्क गरेर रुन थाले। पुतली आमा पनि सुक्क गर्दै थिइन्। तर उनी सुक्क गर्दै आँखाभरि आँसु बोकेर हाँस्दै थिइन्। पुतली आमा र डाक्टरको भेट यो घटनाभन्दा 6 महिना अघि भएको हो। त्यसबेला उनी भर्खरै काठमाडौँ आएकी थिइन्। अनि डाक्टर पनि त्यति बेला भर्खरै डाक्टर बनेको थियो। भर्खरै बनेको डाक्टरको डाक्टरी भर्खरै पलाउन लागेको बोटको टुसो चाहिँ हुने रहेछ। ठ्याक्कै प्रकाशको खोजीमा पृथ्वीको उल्टो गतिमा हिँड्ने बोटको टुसो। पुतली आमा डाक्टरको जीवनमा प्रकाश बनेर आएकी थिइन्। डाक्टर पनि उनको लागि एउटा सानो दियो हुँदो हो। दुवै कर्णालीका मान्ठ। एउटो जागिर खोज्दै काठमाडौँको त्यो अस्पताल पुगेको थियो, अर्कै जिन्दगी खोज्दै। डाक्टर काम गर्ने अस्पतालको इमर्जेन्सीमा उनी राति करिब 2 बजे पुगेकी थिइन्। एक्लै। साथमा उनीभन्दा करिब 5 वर्ष जेठो उनका श्रीमान थिए। तर पनि उनी एक्लै त्यहाँसम्म पुगेकी थिइन्। साथमा भएका उनका श्रीमान केही दिनदेखि बेहोस जस्तै थिए। उनको मेरुदण्डको हड्डी भाँचिएर तल्लो शरीर नचल्ने गरी प्यारालाइसिस भएको थियो। काठमाडौँका केही अस्पतालमा उपचारपछि पैसा सकिएर उनीहरू यो अस्पताल पुगेका रहेछन्। त्यस्ताका जोरपाटीको अपाङ्ग अस्पताल भनेर चिनिने यो ठाउँमा केही नहुनेको पनि केही न केही उपचार हुन्थ्यो। त्यही सुनेर उनी अर्को बिरामी बोकिरहेको एम्बुलेन्समा लिफ्ट मागेर यहाँसम्म पुगेकी थिइन्। इमर्जेन्सीको बेडमा आफ्ना सिकिस्त श्रीमानलाई लडाएर उनले एउटा लामो सास लिइन् र आफैलाई सुनाएर केही कुरा बोलिन्। अरे दैव काल पनि मरिगया कि। यो वाक्य कानमा पर्ने बित्तिकै डाक्टरले बुझ्यो यिनी कर्णालीकी मान्ठ हुन्। छिमेकीले घरमा नुन पैँचो माग्न आए जस्तो घरमा आपत पर्दा गुहार भनेर कराएको चाहिँ महसुस भयो उसलाई।
उनी नजिकै गएर उसले यी आमालाई हेऱ्यो, केही बेर हेरिरह्यो अनि अलिकति सास बटुलेर बिस्तारै फुके चाहिँ उसका बोली फुट्यो। के भएर आउनुभयो आमै? जवाफमा 2 वाक्य आए, जसको सँगै डाक्टर र त्यहाँ वरपर रहेका हरेक जीवितले जीवनभर भुल्ने छैनन्। पैसा सकिए, सास सकिएन, त्यसैले। उनी फेरि बोलिन्, बिना पैसा बचेको, अलिअलि बचेको सास बच्छ कि भनेर आश खोज्दै आएकी हुँ बाबु, भलो होला त। पैसा सकियो, सास सकिएको छैन बिरामीको, यो कस्तो वचन थियो? यो वाक्यको अर्थ के होला? भाव बुझे झैँ पनि लाग्यो, बुझ्नै नसकिने जस्तो पनि लाग्यो। दुनियाँमा एउटा वाक्यको किताब पनि बन्छ होला। पहाड जत्रा शब्द, सागर जस्तो भाव, एउटा वाक्य आज डाक्टरका लागि पाठशाला बनेको थियो। अब यो बुझ्न उसलाई यो जुनी लाग्नेछ। डाक्टरले बहुत समय लगाएर बिरामी जाँच्यो, हरेक कुरा हेऱ्यो, टाउकोको रौँदेखि खुट्टाका नङसम्म। रगतमा सुगरको मात्रा बहुत कम थियो। इन्जेक्सनबाट अलिकति सुगर दिने बित्तिकै बुढाबाको होस अचानक खुल्यो। अचानक होसमा आएका बुढाले अलिकति शब्द उच्चारण गरे, पुतली, ए पुतली, भैँसी दुए कि नाए? किन हाप्पै कालो कालो छ हँ? घरा बत्ती बाल न हौ। बिरामीलाई केही राहत भएपछि डाक्टर बिरामीको फाइल भर्नमा व्यस्त भयो। एकछिनसम्म धेरै अक्षर खोलेर बिरामीको फाइल भर्यो। नजिकै कुरिरहेका कार्यालय सहयोगी नानीहरूलाई बिरामीलाई अब वार्डमा लैजाऊ भन्दै गर्दा अन्त्यमा उसका आँखा ती आमाको अनुहारमा पर्यो। ती आमा अघिदेखि नै डाक्टरलाई घोरिएर हेरिरहेकी रहेछन्। आफ्ना चुम्रिएका हात आफ्ना बुढोको हातमा जोडेकी थिइन् उनले, तर मुन्टो डाक्टरतिरै थियो। आफ्नो बुढो हप्ता दिनपछि होसमा आएको थियो। होसमा आउने बित्तिकै पहिलोपटक उनले आफ्नो नाम पनि लिएका थिए। सायद यी आमा भावनाको त्यो गहिराईमा डुबिरहेकी थिइन् जहाँ मानव बस्ती छैन, त्यसैले त्यहाँ पुग्नेहरू हराउँछन्। उनलाई यो पनि लागेको हुनुपर्छ। यो डाक्टरले छुने बित्तिकै एउटा अचम्म भयो। सुतिरहेको बेहोस जस्तो आफ्नो प्राण उठेको थियो। उनको हाउभाउले त्यही भन्थ्यो। कार्यालय सहयोगी बहिनीहरूले बिरामीलाई बेडसँगै कुडाउँदै माथिल्लो तलाको वार्डतिर धकेल्न थाले। आमैले अन्तिम पटक मायालु नजरले डाक्टरलाई हेरिन्। डाक्टरले पनि एउटा भद्र मुस्कानले उनको नजरको जवाफ फर्कायो। ढोका बाहिर पुग्ने बित्तिकै आमाले ती कार्यालय सहयोगी बहिनीहरूलाई गरेको प्रश्न डाक्टरले धेरै बेरसम्म सुनिरह्यो। यी डाक्टर बाबु कहाँका हुन्? नाम क्या हो यिनको? थर क्या होला? गोत्र थाहा छ? मेरो कान्छो छोरो जीवितै भए यस्तै हुने थियो होला। डाम्नो आफ्नो बासँग रिसाएर घर छोडी भाग्या हो, फेरि फर्किएन। 2 दिनपछि मात्र आमा र डाक्टरको भेट भयो। वार्डमा बा भने स्याउ चपाउँदै थिए। उनको बेडको छेउको सानो सामान राख्ने दराज फलफुलले भरिभराउ देखिन्थ्यो। दराजको माथि 1 गिलास दुध पनि छोपिएको थियो पत्रिकाको पातलो पन्नाले। बा अलि बलिया पनि देखिन्थे, तर शरीरको तल्लो भाग अझै चलेको थिएन। प्यारालाइसिस जस्ताको तस्तै थियो। जे होस्, खाना बस्नको जोहो भएछ। डाक्टरलाई सन्तुष्टि भयो। कोही आफन्त आएका हुनुपर्छ पैसा दिन, उसले यही अनुमान लगायो। अनि दिउँसो अस्पतालको क्यान्टिनमा चिया खान जाँदा क्यान्टिनको जुठेल्नोमा उसको नजर गयो। ती आमा क्यान्टिनका भाँडा माझिरहेकी थिइन्। क्यान्टिनका साहु भन्दै थिए, धेरै मान्छे देखे, तर यो उमेरमा पनि यति छिटो भाँडा माझ्ने मान्छे अहिलेसम्म भेटेको थिएन। मान्छेले माझेको जुठो भाँडा र परिस्थितिले माझेको जुठो भाँडा एउटै कसरी हुँदो? डाक्टरले मनमनमै उसलाई जवाफ फर्कायो। अघिसम्म फुरुङ्ग डाक्टर अहिले खिन्न भयो। आफूले आफैलाई जवाफ फर्काउन ठाउँ भने कम थियो। दिउँसोमा बुढाबा 4 घण्टा सुत्थे। उनको प्रेसर र सुगर बेला बेला तलमाथि कुद्थ्यो। डाक्टरहरू सबै आफ्नै रफ्तारमा यसैलाई भेटाउन जुटेका थिए। यो ठिक भएपछि मात्र अपरेसन गर्ने निधो थियो। बुढा सुतेपछि बुढी घुम्न जान्थिन्। अस्पताल वरपर उनी परसम्म कहिले मकै पोलेर बेच्नेहरूसँग भलाकुसारी गर्थिन्, कहिले पानी बेचिरहेकाहरूसँग त्यसको मोल सोधिरहेकी हुन्थिन्। बुढाको निद उनको यता र उता गर्ने समय थियो। एक दिन नजिकै उनले बुनेको हातमा भिर्ने झोला बेचिरहेका महिलाहरूसँग उनको भेट भयो। उनले झट्ट सोधिहालिन्, यो कतिमा किनिकन कतिमा बेच्दा हौ नानी तिमीहरू? 200 मा किन्ने, 250 मा बेच्ने, एउटीले जवाफ दिए। कहाँबाट ल्याउँछौ त? त्यो काले दाइले मोटरसाइकलमा हातैमा छाडेर जान्छ। दिनभरि बेच्ने, बचेको पैसा राख्ने, अरू उसैलाई दिने। दुवैजनाले पालै पालो एउटै कुरा दोहोर्याए।
उनीहरूले पनि भर्खरै सुरु गरे चाहिँ भानुहुन्थ्यो यो व्यापार। आमालाई बहुत चित्त बुझ्यो। भोलिपल्ट डाक्टरले आमालाई क्यान्टिनमा भाडा माझेको देखेन। घर फर्कँदै गर्दा बाटोमा आमा यताउता गर्दै थिइन्। उनका काँधभरि भेडाको ऊनले बनेका रङ्गी-चङ्गी झोला थिए। डाक्टर मनमा नै मुस्कुरायो। उसको मनको आकाशमा मुस्कानसँगै एउटा नाम पनि भुरुरु उड्यो। ओ पुतली आमा। 2 दिनको प्रयासमा आमाका 2वटा झोला मात्र बिक्री भएछन्। वार्डमा सिस्टरलाई यही कुरा भनेर उनी जोर-जोरले हाँस्दै गर्दा डाक्टरले नजिकैबाट सुन्यो। यी कहिल्यै निराश अनि दुखी देखिन्नथिन्। समस्या पर्दा कि हाँसो गर्थिन् कि भावुक कुरा गर्थिन्। यिनी भावुक हुँदा आफैले आफैलाई हौस्याउने कुराहरू निस्किन्थे, तर निराशाका शब्द कहिल्यै निस्केनन् उनका कण्ठबाट। अर्को दिन फेरि बासुते। आमा उठिन्। नयाँ जोसका साथ सडकमा पुगिन्। झोला राम्रो छ, भेडाको ऊनले बनेको हो, हातैले बुनेको, किन्नु न, कोट लगाएर अफिस जाँदै गरेको मानिसलाई भनिन्। उसले सुन्यो तर हेर्नसम्म जाँगर देखाएन। झोला 1 वर्षभित्र च्यातिए अर्को दिउँला, बहुत बलियो छ, लैजानु न। नजिकै उभिएर एउटा कानमा फोन झुन्ड्याएर कुरा गरिरहेको मान्छेको अर्को कानमा उनी बोल्न पुगिन्। त्यो मान्छेले हातैले पर जाऊ भन्ने इसारा गर्यो। दिनभरि लगभग यस्तै अवस्था दोहोरिरहे। थकित उनी बागमतीको पुलमाथि उभिएर पर टुप्पो मात्र देखिने पशुपतिको दृश्यमा भुल्न थालिन्। मान्छे पोलेको सहन नसक्ने बास्ना धुवासँगै आइरहेको थियो। उनी त्यतैतिर घुरिरहिन्। मानिस किन मर्छन् होला? मरेको मान्छे बोकेर उड्ने धुवा कहाँसम्म पुग्दो हो? स्वर्ग जाने र नर्क जाने धुवाको रङ एउटै हुँदो हो कि फरक हुँदो हो? उनी त्यसै हराइरहिन्। हराउँदै उताबाट त्यही धुवामा भगवान शिवले पनि उनलाई घोरिएर हेरेको चाहिँ भान पनि भयो एकपटक उनलाई। उनको यो दृश्य दर्शनलाई उनले एउटा प्रणाम गरिन्। उताबाट धुवाको महादेवले पनि नमस्कार फर्काए झैँ लाग्यो उनलाई। धुवा हरायो, महादेव पनि हराए। अब नजर फेरि बाटोतिरै तेर्सियो। नजिकै एउटा केटो आफ्नो साथीलाई अँगालो हालेर कतै जाँदै थियो। उसको अर्को हातमा कापी र किताब थिए, झोला थिएन। पुतली आमा नजिकै गएर यो पटक अलिक फरक शब्दहरूमा प्रस्तुत भइन्। बाबुहरू, हातमा भन्दा झोलामा किताब राख्दा सुरक्षित होला नि, फेरि पानी पनि पर्न लाग्छ, भिज्ला। अनि यो भेडाको उनले बनेको झोला हजुरहरू जस्तो सुन्दर युवाहरूले बोके त फ्यासन नै हुन्छ नि आजकल। केटाहरूलाई चित्त बुझ्यो। दुवैले एक-एकवटा झोला सजिलै किने। पर गएपछि फर्किएर आएर एउटा अर्को पनि किने। साथीको जन्मदिन हो रे आज, यही झोला उपहार दिने रे। आज आमाले व्यापारको एउटा ठुलो सिद्धान्त पत्ता लगाएकी थिइन्। हामीहरू कहाँ वस्तु वा सामान बेच्ने रहेछौँ त, हामी त समस्या पो बेच्ने रहेछौँ, आवश्यकता पो बेच्ने रहेछौँ। उनले मनमा नै आफै गुरु र आफै चेला भएर जिन्दगीको एक च्याप्टर पठन पाठन गर्न भ्याइन्। जिन्दगीले पढाएको यो पाठपछि उनका शब्दहरूमा पुरै परिवर्तन आयो। अब उनले झोला किन्नु न भन्न छाडिन्। उनी पहिले त्यो व्यक्तिलाई हेर्थिन्, अध्ययन गर्थिन्, कुन समस्या वा आवश्यकता होला जसमा उसलाई झोला चाहिएला भन्ने जुक्ति मनमा नै फुराउँथिन्। अनि सुटुक्क नजिक गएर उसलाई उसैको समस्या आवश्यकता सुनाउँथिन्। आफ्नो झोला किन्नुपर्ने आवश्यकता रहेछ भन्ने बुझेपछि हरेक व्यक्तिले सजिलै झोला किन्थ्यो। हरेक दिन उनी सेल्सम्यानसिपका ठुल्ठुला पाठ सिक्दै थिइन्। उनले जसलाई झोला देखाउँथिन् उसले सजिलै उनका कुरा स्वीकार्थ्यो। एउटा झोला त उनले अस्पतालका नर्स र डाक्टरलाई पनि बेच्न भ्याइन्। एउटा विदेशी डाक्टरले त घर फर्किँदा नेपालको कोसेली लैजाने भनेर करिब 15वटा झोला किन्यो। एक दिन काली दाइले उनलाई 20वटा झोला ल्याइदियो। काली दाइलाई देखेर खोइ कताबाट हो, उनको मनमा एउटा नयाँ प्रश्न पलाएको थियो। रोक्न नसकेर उनले प्रश्न सोधिन् पनि, यो झोला तिमीले चाहिँ कहाँबाट ल्याउँछौ काले बाबु? कति पर्छ तिमीलाई यसको मूल्य? काले दाइ झसङ्ग भए। उनी केही नबोली अगाडि बढ्न खोजे। अगाडि बढ्दै गर्दा पुतली आमाले पनि एउटा निधो गरिन्। यो मान्छेको मन सफा छैन, केही न केही त लुकाएकै हुनुपर्छ यसले, नत्र चाबी एउटा प्रश्नको उत्तर नदिई भाग्यो। मोरो, यो झोलाहरू कहाँबाट ल्याउँदो रहेछ, आज त पत्ता लगाएरै छाड्नेछु। उनी फटाफट लुकी काले दाइको पछि लागिन्। अचम्म, मात्र करिब 5-7 मिनटको हिँडाइमै थाहा भयो झोला बुन्ने ठाउँ त नजिकै रहेछ। अनि एउटा झोलालाई त्यहाँ 100 रुपैयाँ मात्र पर्ने रहेछ। काले दाइले त मात्र 5 मिनट झोला बोकेर ल्याएको एउटाको 100 रुपैयाँ पो फाइदा गर्ने रहेछन्। उनलाई मनमा नै बहुत रिस उठ्यो। अर्को दिन काले दाइ झोला बोकेर आउँदा सबैजना झोला लिन उसको नजिक गए। यता आमा उनी आउनु अगाडि नै झोला बेचिरहेकी थिइन्। यसरी सिधै फ्याक्ट्रीबाट माल ल्याएकामा काले दाइ रिसले राता भए। उनको साइकलको पछाडि राखेको बाँसको लट्ठीले पछाडिबाट पुतली आमाको टाउकोमा हानेर भिडमा गायब भए। होस आएपछि
गरेपछि थाहा भयो उनलाई त्यही सडकमा उनी जस्तै झोला बेच्ने अरू सहयात्रीहरूले नजिकैको पिपल चौतारीमा ल्याएर पानी पिलाउँदै रहेछन्। उनी होसमा आउने बित्तिकै बहुत ठुलो मुस्कानका साथ थपक्क नजिकैको ढुङ्गामा बसिन्। बोतलको पानी पिउँदै झन् ठुलो आवाजले हाँस्न थालिन्। टाउको चोटले बौलाइन् कि यिनी? चोटले पनि कोही हाँस्दो हो? नजिकै बसिरहेको गोविन्दले अड्कल लगायो। गोविन्दको एउटा हात थिएन। ऊ हरेक पल निराश देखिन्थ्यो। हात सानैमा काटिएको कुरा सुनाउँथ्यो। त्यही हात नभएका कारण आफ्नो बिहे नभएको र आफूले प्रगति गर्न नसकेको भन्दै सधैँ दोहोर्याइरहन्थ्यो। टाउको चोटले होइन, म आज काले साहुभन्दा महँगो मान्छे भएछु, त्यसैले हाँसेकी हुँ, उनी बोलिरहिन्। सबैले अचम्म मान्दै उनीतिर कान थापे। तिमीहरूलाई थाहा छ, आज मैले सिधै फ्याक्ट्रीबाट झोला ल्याएर बेचेँ नि, त्यहाँ एउटाको 100 लिन्छन्। यो बदमास कालेले हामीलाई 200 लगाउँछ। मैले यो पत्ता लगाएकै कारण उसले मलाई आक्रमण गरेको हो। सबैजना दङ्ग परेर सुनिरहे। अब हामी सबैजना सिधै फ्याक्ट्रीबाट झोला ल्याएर बेच्ने। गोविन्दले बिचमै बोल्यो, हामी कमजोर छौँ, फेरि काले साउले मार्छ, मेरो त एउटा हात पनि छैन। गोविन्दको अर्को हात समात्दै पुतलियामा फेरि बोलिन्, गोविन्द बाबु, प्रकृतिको एउटा नियम छ, हरेक चिजको हिसाब गर्छौ। तिम्रो त्यो दाहिने हात नभए पनि बचेको यो देब्रे हात 2 हात बराबर बलियो छ नि, होइन र? कसरी छ बलियो? गोविन्द नबुझे चाहिँ टोलायो। कसरी? पहिले तिमी एउटा हातले भात खान्थ्यौ, अर्को हातले गुद हुन्थ्यौ। अहिले एउटै हातले भात खाएर त्यही हातले गुद हुन्छौ। भएन त 2 हात बराबर? साँच्ची हो के तिम्रो यो हात 2 हात बराबर बलियो छ? आमाको कुरा सुनेर सबैजना हाँस्न थाले। गोविन्द चाहिँ आफ्नो बचेको हात हेरेर कोरिरह्यो। उसले आज कसैले नभनेको अनि आफूले पनि कहिल्यै नसोचेको अचम्मको कुरा सुनेको थियो। यो सुन्दा रमाइलो कुरोले कता न कता मनभित्रको आकाशका काला बादल आफै फाट्न थाले चाहिँ देखिन्थ्यो। अनि अन्त्यमा मनभित्र एउटा ठुलो चट्याङ परेपछि उसको मन हलुको भए चाहिँ ऊ पनि सबैसँग खित्का छोड्यो। चौतारीमा हाँसिरहेका सबैजना उज्याला देखिन्थे। गोविन्दका आँखामा भने हाँसोसँगै आँसु पनि झल्किरहेको थियो, उत्साह र परिवर्तनको आँसु। सबैले अन्त्यमा आमाको प्रस्तावमा समर्थन जनाए। भोलिपल्ट सिधै फ्याक्ट्रीबाटै झोला ल्याउने निर्णय गरे। भोलिपल्ट बिहानै काले दाई बेच्ने झोलाहरूले भरिएको थैली लिएर जोरपाटीको सडकमा पुग्यो। तर आज उसको झोला लिन कोही आएनन्। सबैजना बिहानैबाट आफ्नै झोला बेचिरहेका रहेछन्। काले दाई परसम्म पनि पुगे, तर जताततै माहौल उस्तै थियो। अन्त्यमा रिसको पोको बोकेर आमालाई खोज्दै उनी पिपल चौतारीसम्मै पुगे। तर हातमा मोटो लट्ठी लिएका उनी आमाको नजिकै पुग्दा टक्क अडिन बाध्य भए। कारण आफ्नो एउटा हातमा मात्र उसको भन्दा पनि ठुलो लट्ठी लिएर गोविन्द पहिले आमाको अगाडि उभिएको रहेछ। काले दाईलाई देख्ने बित्तिकै उसले लट्ठी गुमायो। कर्णालीमा हुने लाखे नाचमा भगवान कृष्णले तरबार नचाहे चाहिँ लट्ठी हावामा घुम्दै काले दाईको घाँटीमा बज्रिन पुग्यो। भयभीत काले दाई जताबाट आएका थिए उतै गायब भए। त्यसपछि उनी कहिल्यै जोरपाटी क्षेत्रमा देखा परेनन्। गोविन्दलाई आज विश्वास भएको थियो ऊ अपाङ्गता भएको वा कमजोर रहेनछ। शरीरमा एउटा मात्र हात भए पनि त्यो बचेको हात साँच्चीकै 2 हात जस्तो बलियो रहेछ। उसँग 2 हात बराबरको तागत र सिप त रहेछ नि। बेकार यत्रो समय खेर फालियो। अब यस्तो सोच्ने छैन। अब त विवाह नि गर्ने प्लान गर्नु पर्ला। सोच्दा सोच्दै ऊ फरक्क पछाडि फर्कियो। पछाडिबाट आमा उसैलाई हेरिरहेकी रहेछन्। उनी मुसुक्क हाँस्दै गोविन्दलाई स्याबास भनेको मुद्रामा प्रसन्न देखिन्थिन्। उसले आमालाई नमस्कार गर्यो। आमाले हात उठाइन्। कदा कदा यो हात उठाएर मुस्कानका साथ आशीर्वादको मुद्रामा रहेकी आमामा काली माता, बुद्ध, जिसस क्राइस्ट, खोइ कुन चाहिँ भगवानको छाया चाहिँ देख्यो उसले। केही साता सडकमा झोला बेच्ने कारोबार यसरी नै चल्यो। उनीहरू बिहानै सिधै झोला बनाउने फ्याक्ट्रीमा जान्थे, टन्न झोलाहरू किन्थे अनि सडकका कुना कुनासम्म पुगेर बेच्थे। यसो गर्दा आम्दानी धेरै भएको थियो। उनीहरू सबै एकअर्कासँग नजिक पनि महसुस गर्न थालेका थिए। उनीहरू परिवार जस्तै भएका थिए। कस्तो अचम्मको जीवन, हराइरहेका परिवार अचानक भेटिए चाहिँ भएको थियो। यी सडकमा झोला बेच्नेहरूलाई परिवार सजिलै पनि त मिल्ने रहेछ, सजिलै आमा मिल्नेहरूलाई। जीवनको यो मोडमा यी सबैले उनीहरूको परिवार जोड्ने एउटी आमा भेटेका थिए।
एक दिन डाक्टर ड्युटी सकेर घर फर्कदै थियो। सडकमा आमा अनि उनका अगाडि पछाडि झोलासँगै हातले बुनेका कपडा बेचिरहेका मानिस घुमिरहेका थिए। अलि टाढाबाट हेर्दा यो दृश्य बसाइ सर्न लागेको एउटा पुरै गाउँ चाहिँ देखिन्थ्यो। डाक्टर नजिक पुगेपछि आमाले हातको इसारा गरिन्। डाक्टर मुस्कानका साथ उनको अगाडि रोकियो। आमालाई यो रूपमा देखेर उसको सानो मुस्कान फटाफट ठुलै मुस्कानमा परिणत भयो। ओठका दाहिने र देब्रे कुना कानका फेदफेदसम्म च्यातिए। निकै बेरसम्म फर्किएनन्। आमाको अनुहारको मुस्कान पनि डाक्टर जस्तै थियो। उनले उसका मुस्कान पैँचो लिए चाहिँ आमाले झोलाबाट एउटा कोसो फुस्रे केरा निकालिन्। यी डाक्टरको बहुत मनपर्ने फल थियो। उसले हुन्न भन्न सकेन। केरा हातमा लिएर आमालाई केही नभनी ऊ अगाडि बढ्यो। आमा र उसका विशाल सम्बन्धमा सानो धन्यवादको ठाउँ थिएन सायद। आमाले पछाडि फर्किएर उसलाई केही बेर हेरिरहिन्। डाक्टरलाई थाहा थियो उनी के सोचिरहेकी छिन्। उनको कान्छो छोरो जीवित भए ऊ जस्तै हुँदो हो। फर्किएन डाम्नो। डाक्टर मुसु मुसु हाँस्दै केराको उचाइ घटाउँदै अगाडि बढ्दै थियो। केही अगाडि पुगेपछि गोविन्द र उसँगै रहेकी एउटी लुरी केटीले उसलाई रोके। उनीहरूले आमा र डाक्टरको गफलाई परबाट हेरिरहेका रहेछन्। कसरी चिन्नुहुन्छ आमालाई तपाईँ? बहुत अचम्मको भाव शब्द थिए यी। कसरी भन्ने? डाक्टर केही सोच्न थाल्यो। तपाईँ आमाको कोही नाता पर्नुहुन्छ र? पछाडिकी लुरी केटी बोलिहाले। उसले डाक्टरको गह्रो सोचलाई हल्का पारिदिएकी थिए। उहाँ मेरो गाउँको आमा हो के? कर्णालीका ठुल्ठुला डाँडा पारी भेरी नदी सुरु हुनुभन्दा पनि अघि एउटा सानो गाउँ छ हाम्रो। यिनी त्यो गाउँकी आमा हुन्। त्यहाँका सबैकी आमा हुन्, पुतली आमा। डाक्टरले आफ्नो कल्पनाका ससाना अक्षरका दाना टिपेर एउटा माला जस्तै लामो वाक्य बुन्यो। शब्दको माला उनीहरूलाई पहिराएर ऊ अगाडि बढ्यो। उनीहरू चाहिँ टक्क अडिए। एउटीले डाक्टरतिर हेरिरही, अर्कोले आमातिर। निकै बेर हेरेपछि दुवैका कण्ठबाट एउटा एउटा शब्द अन्तिममा प्रश्न चिन्ह बोकेर फुत्त बाहिर निस्कियो। पुतली आमा? यो समयको सीमाबाट अगाडि हरेकले हरेक पटक सधैँभरि आमालाई पुतली आमा भन्न थाले। अस्पताल आएको 1 महिना भएछ। यो 1 महिनामा बाको शरीरका घाउहरू ठिक भइसकेका थिए। बाको प्रेसर सुगर पनि माथि तल गर्दा गर्दा अन्तिममा ठाउँमा आएर बसेको थियो। तर ढाड र कम्मरको अपरेसन गर्न बाँकी नै थियो। आज एउटा ठुलो राउन्ड हुँदै थियो। अस्पतालका ठुल्ठुला डाक्टरले सँगै घुमेर सबै बिरामी हेर्ने दिन। डाक्टरको टोली ठुलै थियो। हाकिम डाक्टर पनि सँगै थिए। यो डाक्टरको टिम घुम्दा घुम्दै पुतली आमा र बाको बेडसम्म पुग्यो। हाकिम डाक्टर बहुत जान्ने थिए। त्यहाँ भएका सबै उनका विद्यार्थी पो हुन् कि जस्तो लाग्थ्यो। हाकिम डाक्टरले बालाई हेरे, उनको रिपोर्ट हेरे, एक्सरे पनि हेरे। एक्सरे चाहिँ उल्टाइ पल्टाइ 3 पटक हेरे। अन्तिममा सब अपरेसन गर्ने, कुन अपरेसन गर्ने, कहिले गर्ने खरर भनिदिए। अरूले आफ्नो हातको नोटबुकमा लेखे। नर्स बहिनीले बिरामीको फाइलमा सोही कुरा रफ्तारमा उतारिन्। कोठा बाहिर निस्किँदै गर्दा हाकिम डाक्टरले एउटा अर्को कुरा पनि बोल्न भ्याए। आमा एक्लै आएकी रहेछन्। अपरेसनको तयारी गर्न सक्छिन् त? रगतको र पैसाको व्यवस्था गर्न गाह्रो होला। सिस्टर सहयोग गरिदिनु होला ल। एक्लै आइमाई मान्छे, गाह्रो होला। यति भनेर डाक्टरको जम्बो टोली बाहिर निस्कियो। डाक्टरले अन्तिम पटक फरक्क फर्किएर पुतली आमाको अनुहार हेर्न भ्यायो। उनको गाला राता राता भएका थिए। ओठ चुइङ्गम चाहिँ तन्किएको थियो। अलि धेरै नै तन्किएको थियो सायद। उनी ठुलै मुस्कानका साथ बालाई जाउलो खुवाउँदै थिइन्। डाक्टरले पुतली आमाको अनुहारमा फरक फरक मुद्रा देखेको थियो। धेरै जसो उनी भावशून्य अवस्थामा हुन्थिन्। अनुहार खाली खाली आकाश जस्तो। आफूलाई समस्या पर्दा उनी मुस्कुराउन थाल्थिन्। सानो समस्या सानै मुस्कान, ठुलो समस्या ठुलै मुस्कान। अनि सबैभन्दा भीषण मुस्कान चाहिँ उनलाई रिस उठेको बेला। पुतली आमाको त्यही भीषण मुस्कान अहिले प्रकट भएको थियो। एक्लै आइमाई कमजोर भन्ने हाकिम डाक्टरको वाक्यले उनलाई खुब रिस उठेको हुनुपर्छ। बा जाउलो खाएर सुते। पुतली आमाले नजिकैको पुरानो फलामको बाकस निकालिन्। खैरो पुरानो चर्केको तर पनि बहुत बलियो। यो बाकसको पिँधमा एकजोर खैरो खैरो अनि त्यही खैरो रङमा अलिकति बिहानीको घाम झुल्काँदा छरिने बेसारे रङ पोतिएको एकजोर कपडा निकालिन्, लगाइन्, कपाल खुल्लै छाडिन्। चुपचाप रफ्तारमा उनी अस्पताल बाहिर निस्किन् अनि बाटो लागिन्। पशुपति र बागमती नदीको छेउमा मान्छे पोलेको धुवा बेसरी उडिरहेको थियो। धुवाभित्र महादेवको आकृति पनि बनिरहेको थियो। मन्दिरको घन्टी कान फुट्ला चाहिँ बजिरहेका थिए। खोइ किन हो किन आज चाहिँ उनलाई मन्दिरभित्रका सबै भगवान, धुवाभित्र बारम्बार देखिने भगवान महादेव र कानै फुटाउने घन्टीको आवाजले कति पनि उनको ध्यान आफूतिर तान्न सकेनन्। उनको मन भरिएको थियो।
यस्तो लाग्थ्यो आज उनी पशुपति आफै बोकेर हिँडेकी छिन्। हुनसक्छ आज उनी आफै पशुपति हुन्, स्वयम्भू हुन्। आमा घुम्दा घुम्दा अन्तिममा झोला बुन्ने फ्याक्ट्रीमा पुगिन्। फ्याक्ट्रीको ढोका अगाडिको काउन्टरमा सधैँ चाहिँ पुरीमा बसिराख्नु भएको थियो। उहाँ झोलाको अन्तिम किनबेच गर्नुहुन्थ्यो। आज पुतली आमालाई देखेर उहाँ सधैँ चाहिँ मुस्कुराउनु भयो। पुतली आमा पनि अलिकति मुस्कुराउँदै ढोकाभित्र छिरिन्। अरू बेला उनी यही ढोकाबाट फर्किन्थिन्। आज भित्र जाँदा अलि अचम्म मान्दै पुरी म्यामले अनुहार खुम्च्याउनु भयो। उहाँको अनुहार पुरानै स्थानमा पुग्नु अगावै पुतली आमा फ्याक्ट्रीको हलमा पुगिसकेकी थिइन्। उनलाई देखेर कपडा झोला बुनिरहेका सबैले एकपटक उनीतिर हेरे, एकछिनसम्म हेरिरहे। सेतो सेतो खैरो खैरो खरानी जस्तो भएका कपालका केस्रा झरना जस्तो तल तलसम्म लत्रिएर बगेको जस्तो खरानी खरानी जस्तै छालालाई खरानी खरानी जस्तै वस्त्रले सजाएको छ। खैरो ढुङ्गाको पहाड जस्तै जस्तै शरीर, साँच्चीकै पशुपति जस्तो, स्वयम्भू जस्तो। पशुपति र स्वयम्भू बोकेर त्यहाँसम्म पुगेकी उनको स्वरूप एकछिन हेरौँ हेरौँ जस्तै नै थियो। भिडबाट एकजनाले सोधिन्, आमा झोला लिन आएको होइन? झोला त बाहिर हो नि किन्ने, यो त बनाउने ठाउँ हो। आमाको जवाफ आयो। यो जवाफले पनि आमाका शब्दहरूले उनीहरूको अगाडिका दिनहरू पूर्ण रूपले परिवर्तित हुनेछन्। झोला होइन, आज म तिमीहरूलाई लिन आएको। आमाको स्वर त्यो कोठाभरि गुन्जियो। भिडमा अलिअलि आश्चर्यसँगै अलिअलि हाँसोका खित्काहरूको आवाज सुनियो। आमा बोलिरहिन्, एउटा झोलालाई 25 रुपैयाँको ऊन लाग्छ। तिमीहरूले एउटा झोला बनाएको 25 रुपैयाँ पाउँछौ। यहाँबाट 100 रुपैयाँमा झोला बाहिर जान्छ। कसले लिन्छ 50 रुपैयाँ? फेरि यो व्यापारको सबैभन्दा ठुलो कुरा झोला होइन, झोला बनाउने ऊन वा त्यो बोक्ने साइकल पनि होइन। सबैभन्दा ठुलो कुरा त बजार हो नि। बजार सडक हो। हातले बुनेर हातले बेच्ने हो भने सबै पैसा तिनै हातहरूमा पुग्नुपर्छ। भिडबाट अर्को प्रश्न आयो, तर कहाँ बसेर बुन्ने? कसले बेचिदिन्छ? तपाईँसँग के छ यसका लागि आमा? आमाले जवाफ फर्काइन्, मसँग बजार छ। अहिले पनि त हामी नै बेच्ने गर्छौँ तिमीहरूका सामान। मन्दिरमा बसेर बुन्ने, बरपिपलको चौतारीमा बसेर बुन्ने, जहाँ बस्ने त्यहीँ बुन्ने। एउटा झोलाको मूल्य 250 हुन्छ। बुनेको 100 रुपैयाँ, बचेको 100 रुपैयाँ, ऊन र धागोको 50 रुपैयाँ। सधैँ अरूको बारेमा सोचियो। एकपटक आफ्नो बारेमा सोच, आफ्नै सम्पत्ति बनाउने बारे सोच। सँगै हुनु, सँगै काम गर्नु नै सबैभन्दा ठुलो सम्पत्ति हो। वाइ जेन्डर म्याटर्स इन इकोनोमी पुस्तकमा महिलाहरूको एउटा गजबको स्वभावको व्याख्या गरिएको छ। संसारका 100 ठुला कम्पनीमा 3% प्रमुख कार्यकारी अधिकृत CEO महिला छन् रे। ती महिलाको तलब पनि आफ्नै सरह काम गर्ने पुरुषहरूभन्दा कम छ रे। महिलाहरूको मोलमोलाई गर्ने स्वभावबारे गहिरो अध्ययन यस पुस्तकमा कोरिएको छ। महिलाहरू आफ्ना आफन्त, साथी, परिवार वा अरूका लागि मोलमोलाई गर्दा पुरुषभन्दा धेरै कडा हुन्छन् रे। तर आफ्ना लागि मोलमोलाई गर्दा पुरुषका तुलनामा बहुत कमजोर हुन्छन् रे। आमाले यो पुस्तक नपढे पनि उनीहरूलाई पुस्तकमा उल्लेखित यही स्वभावको व्याख्या गर्दै थिइन्। केही बहिनीहरू आमाको नजिक नजिक भएर कुरा सुन्न थाले। काले दाइलाई बजारबाट भगाएको खबर उनीहरूले पनि सुनेका थिए। आमा बोलिरहिन्, ती अस्पतालका डाक्टर पनि भन्दा थिए, कुन्नी क्या हो त्यो भुन्नेले आफ्ना किताबमा लेख्या छन् रे, आइमाईहरू अर्काका लागि लड्न पर्दा अब्बल हुन्छन् रे। आफ्नो लोग्ने, आफ्नो छोराछोरीकै भलोका लागि लड्न परे बहुत सफल हुन्छन् अरे। तर आफ्नो बारे धेरै बल लगाइकन पनि लड्न धेरै गाह्रो हुन्छ रे। यसमा विज्ञानसँग पनि केही कारण छन्, केही कारण समाजसँग पनि छन्। समाजले महिलाहरूलाई आफ्नो बारे सोच्न कहिले पो दिन्छ र? विवाह अघि बाउआमा, विवाहपछि लोग्ने, छोराछोरी, सासु ससुराकै लागि बाँच्न सिकाउने समाजले आफ्ना लागि सोच है भनेर भन्ने हो भने पुस्तान्तरण हुँदै जाँदा विज्ञानले फरक नतिजा दिन सक्छ। आखिर मान्छेको जीन पुस्ताको अभ्यासबाट पनि त परिवर्तन हुन्छ। आमा सायद त्यही अभ्यासको सुरुवात गर्न चाहन्थिन्। आखिर कसै न कसैले त नेतृत्व लिनै पर्छ। बिस्तारै काम गरिरहेका अरू महिला पनि आमाको नजिक आएर उनका कुरा सुन्न थाले। आफैलाई हेर नानीहरू, फ्याक्ट्रीको मालिक रिसाउला, जागिर खाइदेला भन्ने सोच्छौ तिमीहरू। जागिर त तिमीहरूले दिएका छौ उसलाई। तिमीहरू झोला बुन्ने, म झोला बेच्ने, अनि कसरी यो व्यापार उसको भयो? कसरी यो फ्याक्ट्री उसको भयो? आमाले झोला बुन्दा बुन्दा आफ्नो स्वामित्वका बारेमा सोच्न बिर्सिसकेका महिलाहरूको दिमागै हल्लाइदिने कुरा गरिन्। उनले यही बिचमा आफ्नो गाउँको पुतलीको कथा पनि सुनाइन्। सबैजना राता राता अनि ताता ताता भए। अब हिड्लान् तब हिड्लान् झै देखिन्थे। फलाम तातिरहेका बेला आमाले भावनाको यस्तो घन हानिन् कि आफसे आफ सबैको खुट्टा चल्न थाले।
म त 70 कटेकी, जे भन्छु तिमीहरूकै लागि हो। म पहाडमा जडीबुटी टिप्ने, जवान हुँदा हिमाल काटेर तिब्बत पुर्याउने। हामी सबै गाउँले एकैचोटि जडीबुटी टिप्दछौँ, एकैचोटि बेच्दछौँ। जङ्गल सबैको बराबर, जडीबुटी टिपी बोकी हिँड्ने बाटो बराबर, बेच्ने बजार सबैको बराबर। जीवनमा न ठग्नु छ न ठग्न दिनु छ। सहरका मान्छे क्या भया हुन्, बराबर गर्न कति जान्दैनन्। जिन्दगीको आनन्द त बराबर हुनैमा छ। ठुलो हुनु पनि तनाव, सानो हुनु पनि तनाव। हिँड नानी हो, बराबर बाँड्न मिल्ने संसार बनाऊ। यहाँ नबाच तिमीहरू, खुब दबाएका छन् यहाँ तिमीहरूलाई। पुतली आमाको मनको बाँध फुट्यो, शब्दका छालहरू बिसौनीमा पुगे। प्याट प्याट चप्पलको ध्वनिसँगै उनी फ्याक्ट्री बाहिर निस्किन्। अलि पर पुगेपछि थाहा भयो केही महिला उनको पछि पछि लागेका रहेछन्। हिँड्दा हिँड्दा उनीहरू खोलाको त्यही भग्नावशेष ठाउँमा पुगे। त्यहाँ गोविन्द पहिलेदेखि नै आमाले भने चाहिँ सबै साथीहरू लिएर जम्मा भइसकेको थियो। दिनरात घाम पानी नभनिकन उनीहरू एउटा निर्माणमा जुटे। करिब 12 दिनपछि बाँसको बोराले छोपेर घर बनाइयो। त्यही घर फ्याक्ट्री बन्यो। करिब 3 महिनाको जुटाइ कमाई र ससानो जोडाइपछि करिब 15 जना महिला यहाँ बस्ने भए। उनीहरू सबैजना घरविहीन थिए, परिवारविहीन थिए। यहाँ उनीहरूको कमाई 3 गुणा बढेको थियो, खुसी 10 गुणा र स्वतन्त्रता 100 गुणा। गोविन्दलाई सबैको पैसाको हिसाब गर्ने जिम्मा मिलेको थियो। अनि सबैलाई एउटा उद्देश्य, केही वर्षमा यो 50 बस्न मिल्ने पक्की घर र पक्की फ्याक्ट्री बनाउने। गोविन्द 15 जना दिदी बहिनीको एक्लो भाइ बनेको थियो। अनि लुरी केटीसँग बिहे गर्ने साइत कुरिरहेको थियो। बाको अपरेसनको दिन थियो। उनलाई बेहोस बनाउन भित्र लाग्दै गर्दा आमाले डाक्टरको हात समातिन्। धोतरपका कुलदेवताले तिमीलाई भलो गरून् छोरा। पुतली आमाका हात उसका हातमा थिए। कति चिसो हात, कति कडा, साह्रो हात, फलाम जस्तो, पत्थर जस्तो। यति नजिकबाट उसले यिनलाई कहिल्यै हेरेको थिएन। डाक्टरलाई उनीप्रति बहुत माया जागेर आयो। अनि उनको शब्दले अचम्ममा पनि पर्यो। धो तरप? मेरो गाउँ के? डोल्पाको धो तरप? ए हो, डोल्पाको सेफोक्सुन्डो घुम्ने हो आमा कुनै दिन। तपाईँको गाउँ आउनेछु, तपाईँको कान्छो छोरा फर्किएको सम्झनु। आमा एकछिन अकमकाइन्। डाक्टरले आफ्नो कुरा कसरी सुनेको होला भनेर सङ्कोचले अकमकाइरहन्। कता कता हराएको छोरो भेटिए चाहिँ लाग्यो होला। उनले हात छोडिन्। डाक्टरले बालाई अपरेसन कोठामा बेहोस गराउन भनी लग्यो। अपरेसन भयो, सफल भयो। समयसँगै बा हिँड्ने भए। अस्पतालबाट बिदा हुँदा अस्पतालको खर्च बिल शून्य रहेछ। आमाले डाक्टरतिर हेरिन्। डाक्टरले उनीतिर। सायद केही बोल्नुपर्ने बेला थियो। के बोल्ने? राम्रोसँग बस्नु है, राम्रोसँग जानु होला ल, फोन गर्दै गर्नु होला है। तर न डाक्टर बोल्यो न आमा नै। शब्दका खडेरीसँगै उनीहरू भेट हुने नहुने सम्भावनाको अर्को खडेरी थप्दै बिदा भए। तर त्यही खडेरी बीच केही फुलेको थियो, केही पलाएको थियो। त्यसैले होला केही नबोलेर छुट्टिएको। आमाको मनभित्र डाक्टर र डाक्टरको मनभित्र पुतली आमा पलाएर फुलेकी थिइन् सधैँका लागि। करिब 3 वर्षपछि डोल्पाको सेफोक्सुन्डो ताल घुम्ने समूहसँग डाक्टर डोल्पा जुफाल विमानस्थलमा झर्यो। डोल्पाका हरेक ठाउँ देखेको र घुमाउन सक्ने गाइड शिव बुढालाई उसले विमानस्थलमै बोलाएको थियो। विमानस्थलमा भेट्ने बित्तिकै उहाँलाई डाक्टरले भनिहाल्यो, ताल घुमेपछि मलाई एउटा गाउँ जानु छ ल। कुन गाउँ सर? तालपारीको धोतरप। आभार। यति धेरै अर्थहरू बोल्न जान्ने मान्छे, त्यति नै सुनेर अर्थ आभास गर्न जान्ने मान्छे, ध्वनिलाई इसाराले पनि बुझाउन अर्को छुट्टै कला पाएको मान्छे। मान्छे किन लेख्दो हो? त्यही शब्द, त्यति अर्थ, त्यही भाव फेरि किन लेख्दो हो मान्छे? पहिलो पटक अक्षर कोर्ने पहिलो मान्छेले के सोचेर, के भोगेर वा भोग गर्न यसो गर्यो होला? पाण्डुलिपि लेखन यात्राको पुछारमा आएर बुझेँ। बोल्दा, सुन्दा, गाउँदा मान्छे आफू बाहिरको संसारसँग जुझ्न खोज्ने रहेछ, बाहिरी संसार बन्न खोज्ने रहेछ। तर अक्षरका ध्वनि, अक्षरका भावहरूले चाहिँ मान्छेलाई भित्रभित्र डुबाउने रहेछ। डुब्दा डुब्दै मान्छे जसको बारेमा लेख्दो रहेछ त्यही बन्दो पनि रहेछ। जहाँ जे लेख्दो रहेछ त्यो त्यहाँ पुगिहाल्दो पनि रहेछ। भेडिनी कान्छी, बुधेकी फुपू आमा, नानी आमा, हिम्मत बहादुर, भीम काजी, जुम्ल्याहाका बा आमा म भित्रभित्र बास गरिरहेका छन्। यी सबै मेरा नाम हुन्, म यी सबै हुँ। अब यी बिना जीवन अधुरो छ।
मलाई एकबाट अनेक जीवन प्रदान गर्ने कर्णालीमा भेटिएका यी पात्रलाई पहिलो आभार व्यक्त गर्न चाहन्छु। डाक्टरको लेखाइलाई पढ्न योग्य बनाउन सहयोग गर्ने प्रिय मित्रहरू प्रकाश पन्त, विवश सेजुवाल, खगेन्द्र अधिकारी, यमराज गिरी, यज्ञ खत्री, माधव चौलागाई, नगेन्द्र उपाध्याय, गणेश खत्री, दीपक गौतम र प्यारी भाउजू सुमित्रा केसीलाई मुरी मुरी माया। नमेटिने गरी हराउनु छ भने लेख्न सुरु गर्दा राम्रो हुने रहेछ। हराउँदा हराउँदा नभेटिने हुने लाग्दै गर्दा भाइ दिव्यराजसँगको भेट भयो। नमेटिने गरी हराउनु छ भने लेख्न सुरु गर्दा राम्रो हुने रहेछ। हराउँदा हराउँदा नभेटिने हुने लाग्दै गर्दा भाइ दिव्यराजसँग भेट भयो। भाइले भाषा मिलाउन महेश सर र आन्विका गिरीको नाम जुराइदिनु भयो। महेश नेपाली सरलाई जीवनभर हराउन दिने छैन। आन्विका सहयोगी भइन्, साथी भइन् अनि गुरुआमा पनि, अनि यी एक अङ्गालो कथालाई बाटोमा डोर्याउने चालक पनि भइन्। उनलाई मुरी मुरी माया। रातिको 2 बजे पनि लेखेको कुरा जुरुक्क उठेर सुनिदिने मानिसलाई खै के भनेर आभार व्यक्त गरौँ। मेरी जीवन सङ्गिनी डाक्टर अर्चनालाई जे भनेर आभार व्यक्त गरे नि कमै होला, तैपनि उपयुक्त वाक्य खोज्दैछु। फेला पारेका दिन अवश्य कुनै दिन भन्नेछु। भन्ने नसकिने, व्यक्त गर्न नसकिने आभार स्वर्गीय पितालाई छ। च्यातिएको कपडा लगाएर मलाई च्यातिन नदिने स्वर्गीय पितालाई स्वर्गमै भेट्नु छ। त्यही भेटिँदा फुर्लान् आभारका शब्द आँसुहरू। आमालाई आभार लेखिनुहोस् नि। आफैले आफूलाई सोधेको प्रश्न हो यो। हो, लेखिन। आमाको आ को अगाडि आभारको आ लेखेर भनेर चिच्याउँदा पनि नदेखिँदो नसुनिदो रहेछ। अन्त्यमा उहाँलाई आभार लेख्न सकिनँ, तर पुस्तकको सुरुदेखि अन्त्यसम्म मैले उहाँलाई मात्र लेखिरहे, उहाँ बाहेक केही लेखिनँ। सुर्खेतमा जन्मिएका डाक्टर नवराज केसी पेसाले बालरोग विशेषज्ञ हुन्। लामो समय कर्णाली प्रदेश अस्पतालमा काम गरेका उनले कर्णालीको दुर्गम ठाउँमा पुगेर पनि सेवा दिइरहेका छन्। पेसाले चिकित्सक भए पनि कुशल सामाजिक अभियन्ता समेत रहेका डाक्टर केसीको भनाइमा कर्णाली आफैमा एउटा विश्वविद्यालय हो अनि यहाँको जीवन सङ्घर्ष र सिकाइ नै आफ्नो सबैभन्दा ठुलो डिग्री हो। कर्णालीका दुर्गम ठाउँमा पुगेर काम गर्दै गर्दा यहाँको आमाको साहस र स्नेहको प्रेरणादायी कथा देखेका डाक्टर केसीले यी कथा दुनियाँ सामु पुग्नुपर्छ भन्ने भावका साथ शून्यको मूल्य पुस्तक लेखेका हुन्। उनको यो पहिलो कृति हो। जसले पनि शून्यको मूल्य सुनेर मलाई साथ दिनुभयो, हृदयदेखि नै धेरै आभार। फेरि अर्को पुस्तक लिएर हजुरहरूमाझ आउने नै छु र यति नै धेरै मायाको आश पनि गर्नेछु। धन्यवाद।